नमस्ते साथीहरू सबै नमस्ते। हाम्रो नेपालमा बनिरहेको अहिले नयाँ सरकारको लागि युरोपमा भएका सुन्दर बाटोहरू र धेरै कुराहरू चाहिँ परिवर्तन छ। नेपालभन्दा यहाँ धेरै राम्रो छ। अब आउने सरकारले चाहिँ यहाँ व्यवस्थित पाराले नेपालमा व्यवस्थित पाराले चाहिँ ट्राफिक नियमहरू र ट्राफिक साइनबोर्डहरू र ट्राफिक स्पिड क्यामेराहरू ठाउँ ठाउँमा चाहिँ राखिदिनु पर्यो सरकार। र अहिले हुन पनि परिवर्तन भइरहेको अवस्था छ नेपालमा। नयाँ सरकार बनिसकेपछि यो 40 दिनभित्रमा धेरै परिवर्तनहरू आइसकेका छन् र अब विकासको मोडलमा अगाडि बढ्नुपर्छ नेपाल। अब चाहिँ यहाँको तपाईँको युरोपको चाहिँ यो विकसित देशहरूको हाराहारीमा अब हाम्रो देश पनि विकास उन्मुखतिर लाग्नुपर्छ। र यति सुन्दर बाटोहरू, सरसफाइ होइन, धेरै कुराहरूमा चाहिँ राम्रो प्रदूषण रहित चाहिँ छ युरोप होइन। प्रदूषण भन्ने कुरा देख्नै पाइँदैन। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। यति मजाको सुन्दर सुन्दर दृश्यहरू, बाटोघाटोहरू एकदमै राम्रो छ। यही भएर हाम्रो देशमा पनि परिवर्तन हुनु पर्यो साथीहरू। सरकार अब चाहिँ देश बन्छ भन्ने आशा ढुक्क छ। 5 वर्ष जति दुःख गर्न देऊ सरकार प्रदेशमा, त्यसपछि आफ्नै देशमै केही गर्ने वातावरण मिलाइदेऊ सरकार। पहिला सकिएन, अब सक्ने सम्भावना छ आफ्नै देशमा केही हुन्छ कि भन्ने। तपाईँ हेर्न सक्नुहुन्छ। यस्तो छ कि के भन्छ, बाटोमा यो हामी सिधा हिँडिरहेछौँ, यो हिँडिरहने हो क्या। डिस्टर्ब भने कसैले गर्दैन, न मान्छे निस्किन्छ न अरू गाडीले आएर छेक्छ होइन। बाटोमा डिस्टर्ब भन्ने हुँदैन, एकदमै व्यवस्थित पाराको छ ट्राफिक रुल्स। ट्राफिक त बाटोमा देखिँदैन। मैले त ट्राफिक भन्ने देखेको छैन। केही कतै दुर्घटना अथवा केही भइहाल्यो भनेदेखि मात्रै ट्राफिकहरू देखिन्छ, पुलिस देखिन्छ। नभए बाटोमा पुलिस पनि छैन, ट्राफिक पनि छैन। एकदमै जताततै होइन, व्यवस्थित पाराले बनाएको छन्। अब हाम्रो देशमा पनि यही अनुसारको सिस्टमहरू लागू गर्नु पर्यो बालेन सरकार। रवि दाई, अब देश बनाउनुपर्छ है। तपाईँहरू सबै मिलेर हाम्रो तर्फबाट हुने सहयोग जति हामी नेपाल सरकारलाई गर्न तयार छौँ। प्रदेशमा रहेका दाजुभाइहरू, दिदीबहिनीहरू होइन। अब हेर्नुहोस् न, अब यो हामी सिधा आइरहेछौँ, यो गाडी रोकिन्छ अब होइन। जबरजस्ती छिराउँदैन, डिस्टर्बै हुँदैन, सलल हिँडिरहने हो। अब जेब्रा क्रसिङमा देख्ने बित्तिकै परेबाट एकदमै प्राथमिकता दिन पर्यो। नेपालमा पनि हुनुपर्ने हो, तर त्यो देखिँदैन, नियम पालना गर्दैनन् साथीभाइहरू, गुरुजीहरूले। र मान्छेहरू, जनताहरू पनि त्यस्तै छन्। तपाईँको ट्राफिक लाइट बलिरहँदा जेब्रा क्रसिङको पुरै क्रस गरिरहेको हुन्छ है। न्युजहरू आइरहन्छ, हेरिरहन्छ। आफै पनि नेपालमा हुन देखिएकै हो।
सवारी साधनहरू चाहिँ तपाईँको अब नेपालमा व्यवस्थित गरेर जति पनि विदेशबाट अब आयातित हुने सवारी साधनहरू छ तिनीहरूलाई तत्कालै 5 वर्षको लागि चाहिँ बन्दै गर्नुपर्छ। अति आवश्यक गाडीहरू मात्रै ल्याउने नभए पनि नेपालमा भएका बस ट्रक साना गाडीहरू इनफ छन्, इनफ जति पनि छन् है। तर एकदमै धेरै चाहिँ ट्राफिक गाडी धेरै भएको कारणले गर्दाखेरि ट्राफिकमा पनि धेरै समस्या आउन सक्छ। त्यस हिसाबले पनि सरकारले त्यसमा पनि ध्यान पुर्याओस् भन्न चाहन्छु। इन्डियाबाट चाहिँ होइन ती धेरै गाडीहरू भित्रिरहेका हुन्छन्। ती 20 वर्ष पुगेका गाडीहरूलाई चाहिँ फाल्नुभन्दा पनि ती गाडीहरूलाई राम्रोसँग व्यवस्थित गरेर मापदण्ड तोकेर यति मापदण्डमा चलाउन मिल्ने हो भनेर चाहिँ एउटा होइन अब यातायातमा चाहिँ एकदमै यातायात कार्यालयमा चाहिँ त्यो गाडीको एकदमै निगरानी गरेर त्यो चाहिँ प्रदर्शनहरू सबै चेक गरेर राम्रोसँग गऱ्यो भने त्यही गाडीहरू इनफ छ कि नेपालमा नयाँ गाडीहरू ल्याउनै पर्दैन। बाटो अहिले तत्कालको लागि 4 वर्ष यो त सरकार फेरि इन्जेक्सनको लागि बन्द गर्ने, यो 5 वर्षमा धेरै परिवर्तनहरू, बाटोहरू राम्रो हुन्छ, सबै कुराहरू राम्रो हुन्छ। त्यस पछाडि अरू कति आवश्यक पर्छ त्यो अनुसारले रिसर्च गरेर मात्रै गाडीहरू नेपालमा भित्र्याउनु होला र इन्डियाबाट आउने सवारी साधनहरूलाई चाहिँ समय अवधि तोकेर समयमै फर्काउने वातावरण मिलाइयोस्। इन्डियाबाट आउने तपाईँको मालवाहक ट्रकहरूलाई चाहिँ भन्सारमै पल्टी गरेर हाम्रो नेपाली ट्रक व्यवसायहरूले काम पाउनुपर्छ होइन। अब नेपालमा व्यवसायहरू एकदम धराशायी भएको छ। अब ट्रक व्यवसाय सबै सेक्टरहरूमा व्यवसायहरूलाई चाहिँ अब प्राथमिकता दियोस्। सरकारले चाहिँ आफ्नै देशका जनताहरूलाई उकास्ने काम गरोस् भन्नलाई चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु। नेपाल सरकार, बलेन्द्र शाह, रवि दाई भनेर हामीले सम्बोधन गर्छौँ सबैजना। अब अहिले माननीय हुनुभएको छ हाम्रो माननीय रवि सर। देशमा परिवर्तन आउनु पर्यो हजुर, अब परिवर्तन आउनु पर्यो, फड्को मार्न पर्यो देश। अब चाहिँ सुन्दर बनाउनु पर्यो हजुर। इतिहासमा नाम लेखेर जानुहोस् है हजुर। इतिहासमा राम्रो काम गरेर देश विकास गरेर चाहिँ राम्रो छाप छोडेर जानुपर्छ। अजम्बरी कोही छैन, सबै जाने हो छोडेर एक दिन। त्यस हिसाबले देशमा चाहिँ एकदमै अमूल परिवर्तन गरेर जनताहरूले चाहिँ सुविधाहरू राम्रो पाएर सिस्टमेटिक बनाएर लैजानु होला है देशलाई। यति मजाको छ हेर्नुहोस् त, कति व्यवस्थित पाराले बनाएका छन्। कसैलाई डिस्टर्बै गर्नु पर्दैन। यति धेरै ट्राफिक गाडीहरू छन् यहाँलाई होइन, कसैलाई मतलबै छैन, कसैलाई डिस्टर्बै हुँदैन। अनि नेपालमा मोटर बाइकहरू चाहिँ अत्याधिकै भयो। बाइक चाहिँ त्यसको लागि पनि अब केही व्यवस्थित गर्ने हो कि भन्ने सोच छ होइन। अब बाइकहरूलाई पनि रजिस्ट्रेसन अब बन्द गरेर जति छन् त्यति मात्रै गरेर म्याक्सिमम बाइकहरू चाहिँ अब त्यसलाई पनि सोच्ने हो कि राइड सेयरिङहरूको उसमा चाहिँ होइन। अब काम त पाएका छन् जनताले, तर त्यसमा पनि केही ध्यान पुर्याइयोस्, सिस्टमेटिक बनाइयोस् सरकार भन्न चाहन्छु। तपाईँलाई सुन्दर चाहिँ तपाईँको दृश्यहरू देखाउन पाउँदा मलाई एकदमै खुसी लागेको छ। सुन्दर
बाटो, सुन्दर गाडीहरू, सुन्दर मान्छेहरू होइन। कति मजाका छन् हेर्नुहोस् यार। यो हो नि त तरिका। यो साइनबोर्ड चाहिँ ठुलो चाहियो है नेपालमा। 200 मिटर पहिल्यै देखिने, अगाडि नै देखिने साइनबोर्डहरू चाहियो। नेपालमा सानो सानो साइनबोर्डहरू छ, ट्राफिक साइन। मैले वहाँबाट 300 मिटर भएको अगाडि मैले हेरिरहेको छु होइन। 50 को स्पिड छ, अगाडि ट्राफिक साइन छ चाहिँ, अनि त्यस पछाडि चोक छ भनेर सबै कुराहरू पहिल्यै देखाइसकेको छ। 200 मिटर अगाडि यहीँबाट देखिन्छ। त्यही अनुसारले गाडीहरूले पनि पालना गर्छन्, पुलिसहरूले पनि होइन। हेर्नुहोस्, यो 4 दो बाटो चोक छ, कसैलाई डिस्टर्बै हुँदैन। आफ्नो तरिकाले सबै बसेका हुन्छन्। ट्राफिक लाइटको भरमा चाहिँ यो चोक चल्छ। अब यहाँ न पुलिस छ न को छ, ट्राफिक छ होइन। एकदमै सिस्टमेटिक र जनताहरूले पनि त्यसरी नै फलो गरिरहेका छन् कि जनता होइन, सबैजनाले। नेपालमा त रातो चिन्ह साइकल ल्यान्ड, यहाँ चाहिँ साइकल ल्यान्ड हो होइन। त्यहाँ पनि साइकल ल्यान्ड, बसको ल्यान्ड बनाएको छ क्या रातो। तपाईँको भक्तपुरदेखि यता सिंहदरबारसम्म कि क्या रत्न पार्कसम्म पहिला हामी पाउँदाखेरि गरेको थियो, अहिले छ कि छैन। रातो ल्यान्डले कोरियाको त्यो बसलाई यहाँ चाहिँ साइकल ल्यान्ड हो। यो छेउछेउमा देखिरहनु भएको छ, मान्छे साइकल हिँड्ने तिनवटा लेन छ। देखिरहनु भएको छ साइकल दोहोरो हिँड्ने छ, दुईपट्टि छ, एउटा मान्छे हिँड्ने, दुईवटा साइकल ट्र्याक। यस्तो मजाले व्यवस्थित हेरेर यहाँ बोर्ड हेरेर, बोर्डै हेरेर चाहिँ ठाउँै बेची बोर्ड हेरेर अगाडि जेब्रा क्रसिङ आउन अबाउट सबै कुरा छ भनेर चाहिँ देखाइरहेको छ है। यति सुन्दर तरिकाले विकसित गरेको छ नि क्रोएसियामा बाटोहरू, मान्नै पर्छ। एक दिन हाम्रो देशमा पनि ल है यस्तो छ ले हेर्नुहोस्, हाम्रो देशमा बाटोघाटोहरू यति सुन्दर, यति राम्रा हाम्रो अहिलेका सरकारले बनाएकालाई हेर्नुहोस् भनेर अब हामीले पनि गर्व गर्ने दिन आओस् होइन। यस्तो छ कसैलाई डिस्टर्बै हुँदैन, यति धेरै गाडीहरू गुड्छन्। अब यहाँ ट्याक्क म यहाँ राउन्ड अबाउटमा छिराएको छु, कार रोकिन्छ। अब म यताबाट सट्ट बाहिर एक्जिट हुन्छु यसरी। मेरो कम्पनी आउन लाग्यो, गाडी साडी सरसफाइ गर्ने, धुवाउने, भित्र गर्ने सबै कम्पनीमा त्यो सिस्टम छ। सबै कम्पनीले गर्छ। नेपालमा भयो खलासी लगाएर, हेल्पर लगाएर भाइहरूले गाडी सफा गर्ने अवस्था हुन्छ। यहाँ चाहिँ काम गर्ने मान्छे छुट्टै हुन्छ, गाडी धुने छुट्टै, भित्र सफा गर्ने छुट्टै होइन, सबै हुन्छ। ल आजलाई यति नै गाइजहरू, फेरि भेटौँला है त।